3, 2, 1, 3, 2, 1, go. Hello everyone. Namaste. So, साडी को Doing it. भर्खरै भएको एफआई 22 मा थर्ड भएको टिम ओनर फोजियाजी नामै बिर्से मैले मैंने बुट क्या मार यार हल्का बिहान भन्ने के 1 बजे 12 बजे 1 त होइन 12 बजिसक्यो केटाहरूलाई अर्डर आउँछ पुरा चाहिँ बिहानै यो लिएर आउनु है दाइ भन्दै अबको आज जुपिटर एनबीको भिडियो सुट छ कस्तो हुन्छ देखाउनुलाई नि है अहिले एकछिनमा आज त रुम पनि क्लिन भएछ यार आम्बो कस्तो बवाल देखेको केटाहरूले ह्याप छान्दैछ उता यस्तो बिहान यस्तो बवाल रुम देखाएको छ त के हो बुटक्याम्प त नयाँ नयाँ देख्छु त आज जुपिटर एनबीको भिडियो सुट भनेको केटाहरू बिहानभरि रुम सभा हाने चाहिँ आज हल्का बिल्ला हुन्छ नि त बाहिरको मान्छेहरूलाई आफू त जस्तोमा बस्यो नि भयो यही हो नि हो बाहिरबाट के अरे जुपिटर एनबीकै मान्छेहरू आउनुहुन्छ कता हुन्छ भिडियो सुट चाहिँ केटाहरू उता खाँदैछ बुढो स्प्राइट ल्याइदिएको चाहिन्छ कस्तो कस्तो हो र ये दिस भिडियो इज स्पोन्सर्ड बाई जुपिटर नेपाल। यदि हजुरहरू पनि गेमिङ एसेसरिज खोज्दै हुनुहुन्छ भने जुपिटर नेपाल ओन्स चेक गर्नुहोस्। गेमर्सहरूको लागि ट्रस्टेड अनलाइन सपिङ सेन्टर, लिङ्क डिस्क्रिप्सनमा छ, चेक इट आउट गाइज। Hello everyone. एकछिन ल ट्राई गरौँ न हेलो एभ्रिवान वी आर फ्रम होरा स्पोर्ट्स सबैले हेलो गर्दै हेलो गर्छ हेलो यो भाइको त तिमी त स्क्रिन छुँदो रहेछ नि ल के छु टेक्निकल भएर भिडियो बनाउँदा कस्तो गाली खाएर ल फर्स्ट है 3, 2, 1, 3, 2, 1, go. हेलो एभ्रिवान नमस्ते नमस्ते आउन जोइन ग्रुपमा आउँछ नि फेरि यो त इसेज के भएको यो त त्यो त भइरा त ल 1, 2, 3, go. हेलो एभ्रिवान नमस्ते हामी रेस गर्बाट भइसक्यो होइन हेलो ल भयो वी आर फ्रम होरा स्पोर्ट्स फ्री फायर ए वी आर फ्रम होरा स्पोर्ट्स अब के भयो आज अर्को चाहिँ एकछिन है यस्तै राख्नु यसको हेलो एभ्रिवान नमस्ते वी आर फ्रम होरा स्पोर्ट्स अब भयो होइन गर्मी स्टार्ट भइसकेको छ गर्मी स्टार्ट भइसकेको छ रेन्ज भन न त जे जे हुन्छ त्यही एकछिन है गर्मी स्टार्ट भइसकेको छ फोन हिट हुने प्रब्लमहरू अहिले सबैले फेस गरिराख्नु पर्ने हुन्छ अनि त्यो मिनिमाइज गर्नको लागि जुपिटर एनबीले नयाँ के भन्छ माल दिइसकेको छ झारिसकेको छ मार्केटमा अनि हजुरहरूले पनि एकदम अनि त्यसपछि चाहिँ भुडोले हो क्या वाला क्या हो चाहिँ कोही किन खतरा हुँदो रहेछ भएन हल्का फेरि यो जुपिटर एनबीमा जाने नि यदि घाँस मात्रै होइन यता क्यामेरा छड्के गरौँ न नत्र यस्तो ऱ्यान्डमली यस्तो फ्यान घुमाएको जस्तो गर्नु भयो ल तिमी पट्टि मान्छौ कि म मान्नु अब टक्क फन गेम रे होइन टिम चुज हुँदैछ दुईजना यहाँ दुईजना स्याभेज र भुडो टिम रे होइन नभनेको हुन्छ नि यो केटो टाइप फोटो हुन्छ होइन वासरुम यता भित्र यहीँ छ भित्र पनि छ भित्र भित्र हुन्छ के अरे फोटो पनि छ होइन फोटो हुन्छ नि होइन अनि तिमीहरूले गेस गर्ने क्या नाम हिँड्दैन क्या इङ्ग्लिस नेपाली थाहा नि वेस्ट साइनहरू इङ्ग्लिस नेपाली आज बेलुका फेरि पार्टी हुन्छ नि फेरि 2,000 आयो भने त होइन त केएफसी म्याच
पुरामा चण्डालहरूले चाहिँ यहाँ ठुलो सोफा राख्नुपर्छ ठुलै सफाइ यो छ त ठुलो यो छ त ठुलो दुईजना मिलेर यो तिनवटा रहेछ यो वाला कि साइड साइडमा एउटा सिङ्गल राख्ने सिङ्गल चाहिँ सिङ्गल चिन्छ नि के हुँदैन तपाईहरुलाई ए ल ल त्यो चेक देखाउने बेलामा खोल्दा भयो यो चाहिँ कहाँ बुढो भाइ कुलाइले चाहिएको यस्तो लुगा टिपेर सक्छ नि हाल्छ सकिहाल्छ नि उता साइडको लागि उता साइडको लागि त्यो टिम नेम पनि चुज गर्ने भन्नु न एकअर्कालाई आफ्नो आफ्नो टिम नेम क्या त्यो नि फन हुन्छ नि त त्यो भ्लग खिचे जस्तो हुन्छ कि अनि टिम नेम टाइपको हुन्छ नि त्यो टिकटकमा हाल्ने नि त त्यसमा क्वेसन कतिवटा छ दाइ तपाईँको टिम नेम के हो भन्नु त हाम्रो टिम नाम पनि हो अनि भन्नु न भ्लगको लागि के भ्लगको लागि जस्ट भ्लगको लागि टोटल क्वेसन 6 वटा छ हैन अनि यो समाउनु भन्नु न टिमको नाम है त्यो विषय हाम्रो टिम ह्यासट्याग टिम ह्यासट्याग टुबेल यहाँ अनि तपाईँहरूको अनि एउटा लगाएर हामीले चाहिँ के राख्ने हैन टाइम लिमिट त 15 बोडी सेकेन्ड ब्लास्टर बुढे ब्लास्टर भर्सेस टिम ह्यासट्याग टुबेल 15 सेकेन्ड यहाँ त जिताउने प्लानिङ हेर्नु प्लानिङ दुइटै टिमको है ल बुढो ब्लास्टर्स प्लानिङ यस्तो भइरहेछ बुढो ब्लास्टरहरूको चाहिँ अनि यहाँ टिम ह्यासट्याग टुबेल दुइटैको प्लानिङ खतरा भइरहेछ हो यहाँ अब यहाँ फन च्यालेन्ज छ पछाडि चाहिँ हेर हाम्रो स्पार्सी लगाएर बजिरहेको ओ स्पा बुढो ब्लास्टर है नाम अनि यहाँ टुम टु है ह्यासट्याग टुबेल सिधा पेपर सिधा जानु अलि त जानु यहाँ फ्रेममा आइज फेरि भयो यहाँ आएर गर न बुढो ब्लास्टर भर्सेस ह्यासट्याग टुवेल्भ हुन्छ अब त्यो टिम छुट्टिसक्यो त्यो फोटोमा क्रिएटरको हो आफ्नो पार्टनरलाई चाहिँ गेस गराउनु पर्यो है विदिन 15 सेकेन्ड है यो हामी आउँछौँ कि न यसमा आउँछ नि आउँछ ल स्टार्ट खतरा क्रिकेट हुन्छ नेपालको नेपाली मात्र बोल्नुहुन्छ तर मुख चाहिँ हल्का अलिक बेसी हुन्छ के अब हामीले कन्टेनर एकछिन माइक खै क्रिएटरको तिनीहरूलाई चिनी नामले भन्न पाइन्छ क्वालिटी मात्र भन्ने क्या मैले रङ भन्यो भने के हुन्छ रङ भन्यो भने 15 सेकेन्ड भित्र 15 सेकेन्ड भित्र चान्स पायो। पायो क्या ल 3 2 1 गो हाम्रो नेपालमा एकदम फेमस हुन्छ त्यो क्रिएटर अलि त्यो गिल्डको बारेमा अलि यस्तो चर्चित हुन्छ एक गेममा टिम बुढो ब्लास्टर है बुढो ब्लास्टर भन्न पायो तर उसको नाम नाम खुलाउन पाएन हामीले लास्ट टाइम होइन उसको टुर्नामेन्ट खेलेको हो त्यो भने मल्टिनेसनल थियो त्यहाँ राम्रो पर्फर्मेन्स गरेको अब इन्टरनेसनल थियो क्या अब टिम फ्ल्यासहरू यताउता आएको थियो अब नेपाल बाहिरको हो इन्डियन हो नस्टप गेमिङ राइट हेर टेन्सन भइसक्यो है एकदम फेमस ह्यासट्याग नेपालको टप 3 क्रिएटरहरू मध्येमा आउनुहुन्छ कसरी भन्नु ऊ अलि अस्ति नै हल्का भिडियोहरूमा भाइरल हुनु भएको थियो यस्तो साडीको टुबी गेम दाइ दाइ ल भयो ल ह्यासट्याग टिम ह्यासट्याग टुवेल्भ है त्यो माइक चाहिँ के ब्रेकिङ बहुत एकछिन होइन त्यो ज्याकेट आयो ल, भयो फोटो हेऱ्यौ होइन अघिदेखि ज्याकेट आयो त्यो के भन्नु त्यो खासै देख्यो भएन फोटो हेऱ्यौ होइन ल 3 2 1 भर्खरै भएको एफएफ आइसक्यो थर्ड भएको टिम ओनर फोजियासी पछि
खोज्यो टिम टोटल गेम भएपछि टोटल गेम भएन एफएनसीमा वाच पार्टी हान्नु खा उहाँको टिम पनि छ अहिले अहिले टप टिम भनौँ न अहिले सिआरसेन हो र टिम एक्स्ट्रा टिम ला दादा पेट दुख्यो यार अझु भाइलाई यही आइसक्यो त्यो भन्नु होइन ओनर हो भने मतलब कति टिमको ओनर भनेको क्या मैले टिमको ओनर सुनेको कि अनि भोलि कहाँको उनीहरू त ट्रिप्स लिएर होइन भन न त्यो क्वेसन सर भन नि त अघि कसरी गेस गराएको थियो त्यो गेस गराऊ कि अघि नेपालको टपेस्ट टिमको ओनर हो कि टपेस्ट टिमको उस हो कि एफएनसी वाचपट्टि हाल्नुहुन्छ टोनी गेमर ओए मिलो किरा यता देखाएर जाउँ न म गराउँछु नि सुबालो ल माइक उता दे माइक दे ल स्टार्ट गर्नु ल टाइम स्टार्ट्स नाउ 5 मिलियन पुगेको केटी सुन्दा कि के क्रस हो क्या सुन्दा गेमी त कता बेस यो त लास्ट वान त इजी भयो क्या यार सर अझै सक्यो अझै थपिदिउँ न यो विनर चाहिँ हाम्रो है विनर अनाउन्स हुन्छ त्यहाँ अब बुढु मास्टर है बुढु मास्टर है ल बुढु मास्टर नाम राख्नु पर्ने रहेछ ओइ फौजी अझै ल एउटा चान्स दियो कि नै नदियो ल नामै बिर्सेँ मैले नाम बिर्से स्टार्ट नेपालमा भएको सबसे दामी कास्ट गरी पहिलाको पहिलाको सँग बगलका छ नि एसियन नामै बिर्सेँ क्या मामबाजी एसियन बाबै हो क्या याद भन न एसियन बाबाको मिल्यो मैले अलिक के भन्नु नामै बिर्सेँ क्या मैले सोफा उड्ला कि यतातिर सुरुमा त तास यतातिर गर्छु हैन सोफा यता बसे उड्ला भयो स्टार्ट भयो भुडो काट्यो काटे त के छैन सोफा उड्ला भन्ने डर हो कि बेला ढुक्कै बसेको त एकैचोटि गर्ने हो हुन्छ खाना गाह्रो पर्यो क्या ए सँगै खाने हो हातमा मात्रै हान्न हातमा एउटा सोफा दिउँ न त काम गर्यो नि चेक गर्ने सिंगल सोफा दिउँ न यो चाहिँ केटा हाम्रो सेकेन्ड सेगमेन्ट है स्पाइसी नुडल्स च्यालेन्ज होइन स्पाइसी नुडल्स च्यालेन्ज है यो चाहिँ हाम्रो सेकेन्ड सेगमेन्ट यो चाहिँ फिक्स विनरको थाहा हो तपाईँलाई थाहा विनरको फिक्स भुडु विनर हो क्या अरे हाम्रो थाहा छ तपाईँलाई होइन त गर्छ उसले के हो कस्तो हो कति खानु हतार भएको यसलाई बुढो त्यही माथि बस न पाले पालो गर्ने र फर्स्टमा दामी धेरै लास्ट खानु हतार भइरहेको यसलाई स्टार्ट ल मदनको ल वेलकम ब्याक गाइज होइन आज हामी अल्टिमेट स्पाइसी च्यालेन्ज खेल्छौँ अनि गेमलाई अझै फन गर्नलाई चाहिँ हामीले स्पाइसी अझै एड गरेका छौँ यसमा होइन रुल चाहिँ एकदम सिम्पल छ टाइम लिमिट केही पनि हुँदैन जसको धेरै रियाक्सन आउँछ त्यो हार्छ जसको थोरै रियाक्सन हुन्छ उसले चाहिँ 2000 रुपियाँ जित्छ है त्यति हो गेमको बिचमा चाहिँ हामी ऱ्यान्डम क्वेसन गर्छौँ सिम्पल क्वेसन हो त्यस्तो हेभी चाहिँ हुँदैन क्वेसनहरू है ल म चिटा दिन्छु त्यो चिटाबाट को फर्स्ट को सेकेन्ड चाहिँ चुज गरौँ मैले भने फर्स्ट त स्योर फर्स्ट हो के हो यो फो फो कि उता क्यामेरामा देखाउन केमा चाहिँ म चाहिँ चार्नु पर्ने म त फो जस्तो देखेको कि यस्तो हेर्दा
म त वान होइन ओ तिमीहरू एक्सन गर एक्सन गर आइजिएल को हो तिमीहरू कसरी रियाक्सन यता हुन्छ ऊ हो ल तिमीलाई चाहिँ होइन हौ त्यसको कि सुन्नु आएर खानु न भयो हेलो मरिन्छ नम्बर 1 भयो होइन प्ले भयो होइन ल 3 2 1 एन्ड गो एउटा टिममेट जसलाई क्लचमा भर्नै गर्न सकिन्न कोही क्लियर आयो बुट क्याम्पमा सबैभन्दा ढिला उठ्ने प्लेयर सेभेन बिग म्याच भन्दा पहिला के प्रिपेयर गर्नुहुन्छ के म्याच बिग म्याच मेन्टालिटी रियाक्सन ल आइरहेछ है रियाक्सन अलिअलि पब्जी हो रको लाइनअप पिएमजिओमा ह्यासट्याग कतिमा आएको थियो 2 ल सबै है मैले छु रियाक्सन आइरहेछ अलिअलि हाँसेको रियाक्सन नि हुन्छ हाँसेको स्यासु गरेको सबै हुन्छ नि बुढे हिजोबाटै भोलि जस्तो हुन्छ अरू खाइसकेपछि एकछिन कुरा उसको रियाक्सन होइन त्यसपछि बल्ल सोध्नु पर्ने हो र दिनको पिरो छ क्या भोलि तलबाट सब पैसा दिन्छ सेम क्वेसन सोध्दा हुन्छ उसलाई सकाउँछ अनि हो खोइ सिधा त कत्रो भ्याइयो यो सक्नु पर्ने हो सक्नु पर्यो फर्स्टमै पऱ्यो यार तातो भएर जानुहुन्थ्यो अब चिसो भयो यो त खासै पिलै हुन्न कि एकैछिन ल एउटा प्लेयर आफ्नो टिमबाट जसलाई क्लच सिचुएसनमा भर्नै गर्न सकिन्न बुढु बुट क्याम्पमा सबैभन्दा ढिलो उठ्ने प्लेयर स्याभेज कहाँ छ बिग म्याच भन्दा पहिला के प्रिपेयर गर्नुहुन्छ मेन्टालिटी स्ट्रङ गर्नु त्यति पऱ्यो मात्रै अरू त गेम त अभियस भइहाल्यो अनि पब्जी हो रको लाइनमा पिएमजिओमा ह्यासट्याग कतिमा आएको थियो ह्यासट्याग 2 भ्याइयो म उठ्न पाउँछु एकछिन अझै एकछिन त रियाक्सन ऱ्यान्डम क्वेसन सोध्दै मलाई स्टप ल आइजलै ऊ चाहिँ आइजलै क्वेसन छैन बरु यो त झन् दाइ यो झन् रातो पिरो हुन्छ क्या पुरै गोब्लेट रातो चाहिँ पय रातो माइक लगाउ न रेन्ज चाहिँ पिरो छ ओ रेन्ज चाहिँ पिरो छ त्यो उसमा हेरौँला नि त पिरो छ ऊ कसै राख्ने माइक रेन्जर पिरो छ भयो ल कति सेकेन्डसम्म खान पाउने जसको लोएस्ट हुन्छ खाएर सकिने होइन लास्टमा त्यही चुज अघि भिडियो मेरो मेरो होइन मेरो भिडियो खिचेछु कि ब्याकग्राउन्डमा होइन कति मिनट भयो त्यहाँबाट हेर्न मिल्छ नि होइन त्यहाँबाटै हेर्न मिल्यो जुन सिधाले जित्ने होइन त त्यहाँ रियाक्सन पनि आएन भने चाहिँ अब सबै कुरा आएन भने त्यो सेला आयो कि नसेलाको भए रियाक्सन बल्ल आउँथ्यो क्या रियाक्सन आइरहेको खबेको हो म यो जन्मिन पागल हो तातो पिरो हुन्छ फर्स्टमा परेर फाइदा भयो क्या मजाले खानु पाएँ ल गर ल 3 2 1 एन्ड गो ल यता महिना बसियो भाइ हल्का हतारमा हाँसेर खाऊ न यार च्यालेन्ज भिडियो के हातले खाँदा नि हुन्छ
भोटले त हातले हान्यो त चम्का हान्दै हान्दै इपिक हुन्छ बेस्ट हुन्छ अहिले त्यो पिरो हुँदा सर्क्यो भने चाहिँ मर्छ क्या मान्छे उसको नै सबैको लास्टमा को त्यसले धेरै मर्छ ओइ रेन्जी हजुर यता आउन यता बस न म आछु र यता रिएक्सन लाग्यो यतापट्टि के अहिले ऊ आत्यो 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 सोझै पिरो हाल्यो त अब त रिएक्सन दिन पाउँछ होइन पानी खान पाउनु पाउँदैन पाउँदैन सकाइदिनु मात्र गएर गाडी गरे रेडी गर न केही चिल्लो गरौँ न हल्का। दिप छोड हान्थ्यो क्या सम्झ गफ गफ ए, sorry, ए, sorry। भिडियो आएर पागल भयो भिडियो त के हुन्न नर्मल हो तिनीहरू कस्तो नर्मल कति बिराले थाहा छैन मलाई म त यहाँ सक्दिनँ एकचोटि क्यामेरा हेर हेर्दै सातो उडिसक्यो क्यामेरा हेर न स्टप रातो भइस। म त झन् टाढो उठेर रिएक्सन नि है दिइसक्यो हारिस क्विन्स स्टार्ट गर्दा हुन्छ दुवैमा जित्यो क्वेसन सोध्नु न अब अहिले सोध्नु पनि हुन्न सकेपछि सोध्नु न बल्ल पिरो हुँदो रहेछ क्या Which teammate would you kick from your squad first? And why? बुढो ल किन त्यस्तो हुँदैन भाइ जति पनि फटाउन दिन्छ के दिन्छ अरे फटाउन दिन्छ ए बोला बोला गेम खेल्दा गेममा सबैभन्दा धेरै गाली खाने प्लेयर बुढो स्याभेज बुढो कतै नसुकिन्छ सधैँ गाली खान्छ सधैँ त्यस्तो बेहोरा गर्नु अब आइजिएल भएको नाताले वाट एडभाइस यु गिभ फर फ्युचर स्पोर्ट्स प्लेयर फ्युचर स्पोर्ट प्लेयर गेममा नि यस्तै डिभिजन दिन्छ नि गेममा त खै के भनौँ गरौँ भयो त अब एकैचोटि खाउन बिस्तारै पहिलेबाट आफ्नो टिममेटहरू राम्रो चिन्न पर्छ अनि त्यहीबाट आफ्नो सिनर्जी बिल्ड गरेर अलिकति मात्रै हो माइक खस्यो ड्राइभरमा म बस्नु क्या माइक खस्यो मेरो फोन छैन ल लास्ट क्वेसन मेरो बोला खेल्नु नि मिल्दैन ए मिल्छ नि केयरलेस के हुन्थ्यो भाइ। मलाई म 1 आवर परेर हल्का फाइदा पनि भयो क्या भयो भयो पऱ्यो नि त मलाई हल्का थोरै चुज गर्न पाएँ क्या एन्सरै दिएन तिमीले आफ्नो एङ्गल इस्यु कन्ट्रोल गर्नुपर्छ मेन आइडियल भएर ए एन्सर अझै भन्दैछ आफ्नो एङ्गल इस्यु मेन कन्ट्रोल गर्नुपर्छ आइडियल भएपछि अनि आफ्नो टिममेटहरू गल्तीमा राम्रो सम्झाउनुपर्छ आफ्नो निम्ति डिपेन्ड गर्नुपर्छ नि यस्तो सक्यो ल एउटा लास्ट क्वेसन है त्यो तुरा नि खानु पर्यो फेभरेट प्लेयर मेस्सी कि रोनाल्डो बोथ एउटा एउटा चुज गर्नु पर्यो मेस्सी 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 अहिले मेस्सी अहिले कुन क्लबबाट हुन्छ इन्टर माइमी ल भयो ल कट एकछिन रेकर्ड भयो एकछिन ल 3 2 1 and go खागेन सेलले खागेन हो स्टप पागल भयो स्टप त
खै पिरै भएन जस्तो पुरै हालिदिनु पर्दो रहेछ भएर आऊ पिरो रियाक्सन आएन भने पिरो एड गर्ने पनि कुरा छ हो यो त बुढीलाई कन्टेन्ट त अहिले भुडुकोमा आउँछ क्या डेन्जर छ एक दुई शब्द भन्दैन Langsung autos ke sini, potong buat apa sih? Kita juga sudah na. सोच एकैछिन अलिकति खाएपछि Ini dia jadi ya. 2000 को सवाल है बुढो हान्दै मलाई हातले हान्दै नि भयो अड्क्यो Itu jadi kunjol ini. One excuse your teammate used after losing with player name. एउटा इजे बुझेन जो चाहिँ तिम्रो टिममेटले जहिले पनि युज गर्छ म्याच हारिसकेपछि विथ प्लेयर नेम पज गरौँ न त्यो क्वेसन त Ulas tu musik nama orang baru kita sana. एन्सर दिएन किन आएन मायो क्या आएन के भएन एन्सर दिन आएन यसको के गर्ने पास Mau ya? एउटा गन फ्री फायरबाट डिलिट गर्न मिल्ने भए कुन गन गर्नुहुन्थ्यो एडब्ल्युएम कुन एडब्ल्युएम एडब्ल्युएम किन म त्यसैले मर्छु जहिले एउटा प्लेयर जो लकले मात्र सर्भाइभ गर्छ जुन टिमको पनि भन्नु पाउने आफ्नो टिम नाइ आफ्नो टिमको भन्नु पर्यो स्टप घर कोरे Stop. दिमागै ह्याङ भयो पिरो आएन Ngomong dulu lah. रिएक्सन दिएन Masa tu bukan answer ni. करेन्ट मसला चटपट गर्ने करेन्ट मसला Asu ya tu kan ya. बस्न आयो क्या यस्तो आँसु त श्वासमा त उसले छोड्दै गरेको थिएन होला एउटा लास्ट क्वेसन है त फ्री फायर कुन इयरमा लन्च भएको 2018 हजुर 2018 होइन रङ एन्सर 17 हो क्या ल 17 मार्च कति हो आज No door. 17 सेप्टेम्बर सेप्टेम्बर हो इयर मात्र सोध्नुहोस् फोन इन्ट्रोडक्सन दे चक्नुहोस् एडब्ल्युएममा बुढे हो र बुढो ल स्टार्ट भयो थोरै इन्ट्रोडक्सनबाट स्टार्ट गरौँ न त Hello everyone. मेरो नाम चाहिँ बुढो हो र from Horo Sports. अब लास्टमा बाले पनि ठिकै छ कि रोल पनि भनिदिउँ न त के भन्नु टिममा स्नेपर यो स्नाइपर गोल चाहिँ स्नेपर ल 3 2 1 एन्ड गो स्टार्ट उयो चल्दैन बराबर हल्का उ है सुक्खा हो चम्चा हालेर किल न ओइ को त्यो घुर्ने गुड तिमीले दुई गाउँमा सक्दैौ हो छैन त यहाँ कन्नेर गु बुझेन एउटा प्लेयरको नाम आफ्नो टिमबाट जो एकदम हावा बोल्छ गेमभित्र हावा बोल्छ नचाहिने कुरा गर्ने कि गेम सेभेज सक्यो त हुनु पर्छ कन्नेर गु भन्दै हेर एउटा टिममेट जसले लुट सेयर नै गर्दैन आफ्नो टिमसँग
आफ्नो पैसा सेभेज हो के हुँदैन यति प्लानमा होस् के हुँदैन सकिन आँट्यो यसको त्यति बस्छ तिमी त्यही ओइ क्याममै छौ युट्युबबाट क्यामेरा जाऊ के? कसैको स्टार्ट भइसक्यो के? कपी गर्नु भएको छ युट्युबबाट युट्युबबाट यस्तो के रेस नगर न भाइ सुरुदेखि नै आफ्नै सेन्सिटिभिटी हो आफ्नै हो लास्ट क्वेसन सकेपछि सबभन्दा चाँडो निस्क्यो हो क्या तिम्रो फेरो टिममेट को हो रेन्ज हो र दुनियाँमा खेलेको रेन्ज हो र आउट अफ सिटी बस दियो त बेको पैसा आउँछ नि त उयो सिधाइदियो त ल खाँदा खाँदै एउटा क्वेसन 3 सेकेन्डमा एन्सर दिनु पऱ्यो है त नेपालमा कतिवटा जिल्ला छ 77 स्टुडेन्ट साइन्स स्टुडेन्ट हो ओइ यहाँ त यहाँ उए को खै त्यहाँ त कसमा आएन स्टप तै स्टप कस्तो छैन यस्तो उता देखा उता हेर यहाँ त उयो रोङ जस्तो देखिन हाम्रो टक्क जुपिटरको दायाहरू देखेको छैन अनुहार देखेको छैन जस फन भयो नि त सेभेज है हँसा कसमा भुडुकोमा सबसे हँसा लाग्ने जस बुढा रमाइलो भयो नि त जस रमाइलो भयो नि त मोबाइल रमाइलो लाग्यो त तर लास्ट हँसाएपछि बुढा आज खोजेको चाहिँ हुँदैन लास्ट हँसायो कि भयो सबैजना अनि नामै बिर्सेर एकछिन तपाईँको सरले ब्याबे भन्दैन टक्क क्यामेरामा राख्छ हान्न त विनरलाई क्यास प्राइज छ सुरुमा भने जस्तै खै त्यो इयरफोन लाउँदा हुन्छ नि कासो उठाएको थियो हरियो एयरफोनहरू जुपिटर हेडफोन छ र ए गर्छ त्यो त मेरो जुपिटर विनरलाई क्यास प्राइज दिएको पनि बनाउने होला नि भिडियो आधा विनरलाई क्यास प्राइज दिएको बनाउने हो त्यो भ्लगमा नि हाल्नु पऱ्यो नि त भनिसकेपछि गुटुक्क पुरा फेरि रियाक्सन दियो न अघि जस्तो गलायो आज वेडनेसडे हो फ्राइडे हो क्यारे ओए तैँले मटन लिएर आउँछु भने कहिले हो कहाँ गयो त्यो? ल्याउनु त हजुर कहाँको मटन हो भन्नु लाइभमा त हजुर 3 4 5 6 होइन 7जना 8 जना त यहाँ नि तपाईँ सुधा होइन बस्ने आज मटन आउँछ तपाईँ सुधा 7जना हो कि 8जना पकाउनु बेला होइन पकाएको बेला हुन्छ ल ल मैले फर्स्ट टाइम आउँदा मन ल नाइस अहिले नलिँदासम्म नफुर्काउ न ल्याउनु ल्याउनु नि आउनु भनेदेखि ल्याउनु न क्लास चाहिँ गर फोकस सिधा नि हटाउ न सेन्सन किन नाम भन्न सबै हुँदै भयो भुँडी देखिन्छ क्या सिरियल रोकै के खेल्नु लाग्यो के गरे खेलेको ल्याउँदैन त्यसले त जाउँ खेल्दैछु कस्तो सिरियस भएको के खेल्न लाग्छ खेलेको ल्याउँदैन त्यसले त जाउँ कस्तो सिरियस भएको ल टक्क है अब है यहाँ प्राइज डिस्ट्रिब्युसन सेरोमनी ल ल भनेको के जिस्केको स्टप भयो ल हाम्रो फर्स्ट गेमको क्रिएटर गेस्टको विनर चाहिँ हाम्रो टिम स्टपको थियो होइन उहाँहरूले चाहिँ ताली बजाए बिचरा ताली बजाइदिन खै त 2000 को गिफ्ट पाउनु भएको छ जुपिटर नेपालै
पर्सेन्ट जितेपछि कस्तो लागिरहेछ विनर भनेर बवाल बवाल एकदम खतरा कसरी जित्नु भयो के थियो गेम प्लान चुकेर हल्का भुडोको निन्जा टेक्निक भुडोलाई हेरेको छुट्टै छ अपोनेन्टले त बवाल उता प्लान गर्दै थियो र त्यही पनि तपाईँले डोमिनेट गर्नुभयो क्या डोमिनेसन इज रियल यो चाहिँ भन्नु आउँदो रहेछ इङ्ग्लिस सेकेन्ड गेमको त उ नै हो डेन्जर नि हो मै हो चाउचाउ तर भुडेलाई दियो हुन्छ ल भुडे पाउने हो होइन त पाउने हो है लेस रियाक्सन उसैको छ अनि किन ल 25 गेममा त भइहाल्यो प्राइज हो बा भयो के यसमा चाहिँ क्यास प्राइज दिएको गर न के गर्ने फेरि त्यही सेमै गर न त्यही ल्याऊ होइन यसमा यसमा अनि यसको यहाँ बढी क्यास राख्नु न राख्दैन क्यास देखाउनु त्यसमै हाल्छ नि त क्यास क्यास उनीहरूले पाइहाल्छ भने ए कटकटेन हो एकछिन है पुग्दैन यो चाहिँ फर्स्ट गेमको राखिहाल्ला ल खिच्नु परेन सेकेन्ड यहीँ हालिदियो ल देखाउनै हुँदैन हजार रुपियाँ दिइराख नि त भयो आज केएफसी हेर्नु बुढो भयो डाइटिङ सुरु भइसक्यो र हाम्रो सेकेन्ड गेमको इन्ट्रो नै बिर्सियो खतरा मकिनु रहेछ नि दाइ ल जितेपछि नमस्किनु र हाम्रो अल्टिमेट भयो र हाम्रो अल्टिमेट स्पाइसी च्यालेन्जको विनर चाहिँ रेन्जी रहेका छन् है ताली बजाउन उहाँले चाहिँ वर्थ 2000 रुपियाँ जित्नु भएको छ है त थ्याङ्क यू जुपिटर क्यास प्राइज चाहिँ त्यही भित्र छ है ल थ्याङ्क यू जुपिटर एन्ड बी क्यास प्राइज पनि देखाइदिनु ए क्यास प्राइस चाहिँ कहाँबाट त्यही निकाल्नु भित्र छ गयो गयो दाइ ब्लगमा गयो ब्लगमा तर गयो ल तर गयो ब्लगमा गयो कि दाइ गयो कि बिल्ला कहाँ भुडो त नि म यो त कति ग्रान्ड हान्दा त भोलि गेम छ 4000 इसमा अगाडि सुरु न पहिला चाहिँ नजिकबाट पहिला टाढा नजिकबाट टाढा लाग्यो अहिले उस भयो क्या अलिकति टाढा भयो क्या यता टाढा हान्ने यहीँनिर ठिक थियो क्या यहीँनिर ठिक थियो यो होइन कि त्यो होइन कुचुक हुने होइन, ठिक छ कुचुक हुने कुचुक पाउने क्या बिस्तारै पहिलो ल ल ल भुडोले भन्छ के भन्ने थ्याङ्क यू जिपिटु नेपाल फर दिस अल दिस फन सेगमेन्ट होइन थ्याङ्क यू जुपिटर नेपाल फर अल दि फन सेगमेन्ट भन फेरि भन 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 त अनि हामीलाई सोच्नु थ्याङ्क यू भन भन्नु भन्नु भन न भन्नु नेपालीमा भन नि त धन्यवाद जिपिटु नेपाल भन त ल धन्यवाद जुपिटर नेपाल आजको लागि रमाइलो भयो थ्याङ्क यू केटा थ्याङ्क यू सबैभन्दा दामी गेम कुन भयो आज सबभन्दा दामी गेम भयो खानेमै भयो ल पैसा चाहिँ यता आयो फेरि ल